हेलो फ्रेन्ड्स, गुड इभिनिङ है। आज चाहिँ म इभिनिङ डिनरको लागि फिस करी प्रिपेयर गर्दैछु है। र फिस करीको लागि चाहिँ राइट नाउ मैले चाहिँ मसला प्रिपेयर गर्दैछु है। आई हेभ अलरेडी कट अनियन है, अनियन अलरेडी कट भइसकेको छ एन्ड गार्लिक इज अल्सो रेडी। राइट नाउ आइ एम कटिङ टोमेटोज है। र त्यसको बादमा चाहिँ म यो फिस जुन चाहिँ छ फिसलाई मरिनेट गर्छु है। मरिनेट गरेर फ्राई गरेपछि चाहिँ देन आई विल मेक अ करी एन्ड देन आई एम गोइङ टु कुक दिस फिस माई वे। र त्यसको बादमा चाहिँ आजको डिनर फिस करीसँग चाहिँ राइस खाइन्छ है। र अब चाहिँ फिस मरिनेट गर्ने टाइम भइरहेको छ है। फिस मरिनेटमा चाहिँ सिम्पल बेसी केही गर्दिनँ है। फर्स्ट आई विल पुट टर्मरिक है, हल्दी लायो, त्यहाँदेखि लिटल बिट अफ चिली पाउडर है, चिली पाउडर, लिटल बिट चिली पाउडर एन्ड अ बिट अफ सल्ट अलिकति लाएर चाहिँ आई एम गोइङ टु मरिनेट द फिस पिसेस है। यहाँ तपाईँले देख्नु हुँदैछ है, फिस पिसेस मरिनेट अलमोस्ट गरेर 5 मिनट्स जस्तो राख्नुपर्छ है। राखेपछि चाहिँ त्यहाँदेखि चाहिँ आई एम गोइङ टु फ्राई दिस फिस इन हट ओइल। Okay friends, now hot oil is ready to fry the pieces of fish है। अब चाहिँ म माछा फ्राई गर्ने छु है। So let's fry the fish. Okay, as you can see one time that fish fry. र अब कढीको लागि फिस फ्राई हुन थाल्यो। लौ त अब माछा फ्राई भइसकेको छ र ओइल पनि तातिसकेको छ। अब चाहिँ मसला प्रिपेयर है। र मसला पनि बेसी छैन, प्याज छ, टमेटो छ र गार्लिक पेस्ट मात्रै छ हो। त्यहाँदेखि अहिले अलिकति मछेड झोल लाउनुपर्छ है, त्यहाँदेखि रेडी भइहाल्छ। सो प्याज हालेँ मैले है। र यो प्याज हालेपछि झन्डै 1 मिनट जस्तो यसलाई 1 मिनट जस्तो यसलाई फ्राई गर्नुपर्छ। आफ्टर द्याट गार्लिक पेस्ट लाएर त्यहाँदेखि टमेटो माथिबाट लाएर त्यहाँदेखि मछेर झोल लाएर त्यसको लिटल बिट ग्रेभी बनाएर चाहिँ पानी लाएर चाहिँ अलमोस्ट 10-15 मिनट्स चाहिँ उमाल्नु पर्छ। प्याज अलमोस्ट फ्राई भइसकेको छ र अलिकति लसुन हाल्नुपर्छ। अब लसुनलाई पनि 1 मिनट फ्राई गरेर चाहिँ त्यहाँदेखि चाहिँ टमेटो लाउनु। ओके, टाइम टु पुट टमेटो नाउ। अब टमेटोले चाहिँ लिटल बिट यसलाई ग्रेभी बनाउँछ है, बनाइन्छ। We are going to fry it. अब चाहिँ सम जिरा पाउडर, त्यहाँदेखि जिरा पाउडरको बादमा धनियाँ पाउडर र तोरी नभएको कारणले गर्दाखेरि चाहिँ तोरी पिस्नु ढिलो भयो। मछेर झोल ग्रेभीको लागि। सो यसले चाहिँ टक्कै ग्रेभी बनाउँछ है। ग्रेभी बनाएपछि चाहिँ त्यहाँदेखि चाहिँ माछा माथिबाट हाल्नु पर्छ। र अहिले चाहिँ हाम्रो मसला रेडी भइसकेको छ है। अब चाहिँ हामी यहाँनिर पानी लाउनेछौँ है। अब यो पानी लाएर चाहिँ 10 मिनट 15 मिनटसम्म चाहिँ यसलाई उमाल्नुपर्छ। त्यहाँदेखि चाहिँ
यो माछाको ग्रेभी रेडी हुन्छ, त्यहाँदेखि चाहिँ माछा माथिबाट लगाएपछि चाहिँ माछा पनि रेडी हुन्छ। Now the gravy is ready. Now time to put fish. अब यसलाई चाहिँ स्वाट्टै लगाएर चाहिँ 5 मिनट्स जस्तो कुक गरेपछि चाहिँ हाम्रो फिस करी आजको एकदमै खानुको लागि रेडी हुनेछ। सो मैले यसलाई चलाएँ र अब एकछिन यसलाई मजाले उमालेपछि चाहिँ फिस करी एकदमै रेडी हुनेछ, त्यहाँदेखि चाहिँ खानुको लागि रेडी हुन्छ। So guys, my fish gravy is ready to eat. Now it's time to serve. Kindly tell me how it's looking. I hope it's looking yummy. Well. Time to serve the gravy. It looks nice. Now a little bit coriander for dinner. How it looks. Now fish is ready to eat with rice and some potato चाहिँ जहाँबाट पनि ठुस्नै पर्छ अरे नि। Ready to eat now.